देश लुट्न चाहने नेताहरू र देश बनाउन चाहने नेताहरूको चाहिँ आगामी निर्वाचनमा दरो भिडन्त हुँदैछ। प्रकाश सम्पाङले किन गाली गरिरहनु भएको छ? म अनुशासन नगुमाउन सबै नेपाली नागरिकलाई अनुरोध गर्न रासोपा र बालनजीको जुन सहकारी छ त्यो सहकारी देश जनताको हितमा रहोस्, हाम्रो शुभकामना। कतिपयले पार्टी त्याग्नु भएको छ, कतिपयले चुनाव चिन्ह त्याग्नु भएको छ, कतिपयले पदहरू त्याग्नु, सबै कुरा त्यागेर आफ्नो राजनीतिक करियर नै दाउमा लगाएर जब उहाँहरू उभिनु भएको छ को अर्थ हो यसले देशमा एउटा नयाँ आशाको किरण जागेको छ। मिल्नुपर्छ। उहाँ पनि पूर्वतिर गएर दिनमा 100वटा स्टाटस हाल्नुभन्दा पनि बरु सरासर काठमाडौँ आएर एउटा यो मिटिङ हलमा बसेको भए सम्भवतः एउटा निकास निस्कन्थ्यो होला। के होइन, अब प्रयासमा छौँ हजुर, हामी ट्राई गरिरहेको छौँ है। ल विशेष गरी राजनीतिमा चाहिँ पछुतो लाग्ने कामहरू गर्दैन राजनीतिक नेतृत्वले। त्यो चाहिँ समयको महत्त्वको निर्णय हुन्छ। निर्णय गर्न सक्नु चाहिँ नि आफैमा महत्त्वपूर्ण कुरा हो। त्यागलाई चाहिँ कसरी लिनुभएको छ? रवि लामिछानेको त्यागलाई, उहाँको त्यागलाई एउटा सम्मान छ हाम्रो सबैजनाको होइन। यो यस्तो यति साह्रो त्याग गर्नु भइरहेको छ कि उहाँले सबैजना मिलाउनुको लागि होइन, यो उहाँलाई उच्च सम्मानको साथ हामी सबैजनाले अहिले जो मिलिरहेका छन् उनीहरू देश बनाउनका लागि मिलिरहेका छन्। ढोका खुल्लै छ भन्नुभएको छ उहाँले। ढोका हाम्रो पनि खुल्लै छ। हस्, धन्यवाद। अनि रवि लामिछानेसँग तपाईँको भेट भयो भने कुरा मेरो पछिल्लो समय अलि व्यस्तताले पनि भएको छैन, तर अब उहाँले पनि विभिन्न माध्यमबाट मेरा बारेमा राम्रै कुराहरू गर्नुभएको छ। मैले पनि उहाँका बारेमा राम्रै कुरा गरेको छु। तपाईँले समानुपातिक मान्छे होइन, अब सम्भवतः 2/3 आउने सम्भावना छ। हेरौँ। हजुर, अर्को साम्पाङ अब मेबी अब मेयर साहब मिल्नु चाहनुहुन्छ भने हामीले त फोन गरिरहेको छौँ होइन, प्रयास जारी छ हाम्रो होइन। यसपछि सबै होमिएर सबैजना नेपालीहरू मिलेर सबैजना राम्रो नेताहरू मिलेर रासोपामा एकता भयो होइन, तपाईँ त्यहाँबाट अलगिनु भयो, केही पछुतो छ? प्रकाश सम्पाङले किन गाली गरिरहनु भएको छ? नेपालमा लोकतन्त्र छ, वाक स्वतन्त्रता छ। त्यसकारणले सबै कुराले कानुनभित्र बसेर संविधानभित्र बसेर अनुशासनमा बसेर बोल्न पाइन्छ। म अनुशासन नगुमाउन सबै नेपाली नागरिकलाई अनुरोध गर्न चाहन्छु। वार्तामा बोलाउने तयारी के हुँदैछ हर्का सम्पाङसँग? होइन, अब सम्भवतः 2/3 आउने सम्भावना छ। हेरौँ, चुनावलाई कुरौँ। चुनावमा जान बाँकी नै छ। धन्यवाद। पार्टीबाट उठ्ने हामी उठ्नु पर्दैन। यिनीहरू उठेर देशलाई एउटा समृद्धिको मार्गमा लग्यो भने त्यही ठुलो कुरा होला है। हामी उठ्नु पर्दैन। सायद हामी राजनीतिमा नआउँदा पनि हुन्छ। हामी त व्यवसायी हो, काम गर्ने मान्छे हो। काम गर्ने वातावरण सिर्जना गरिदियो भने त राजनीति गर्ने मान्छे राजनीति गर्छन्, काम गर्ने मान्छेले काम गर्छन्। हाम्रो आफ्नो काम चाहिँ ढुक्काको साथमा गर्न पाउने किसिमको राजनीतिक वातावरण निर्माण भयो भने हामीले खोजेको त्यही त हो नि। हामीले राजनीति गर्नु छैन भनेपछि अब 3 जना मिले, रवि बालेन कुलमान। अब हर्क साङपाङ चाहिँ कहिले मिल्दैछन्? मिल्नुपर्छ। उहाँ पनि पूर्वतिर गएर दिनमा 100वटा स्टाटस हाल्नुभन्दा पनि बरु सरासर काठमाडौँ आएर एउटा यो मिटिङ हलमा बसेको भए सम्भवतः एउटा निकास निस्कन्थ्यो होला। आशा गरौँ छिटै निस्किनुहुन्छ उहाँ, मिल्नुहुन्छ। त्यसको विश्वस्त छौँ हामी सबैजना। तर यो मिलन बिन्दु सँगसँगै फेरि एउटा कुरा चाहिँ रियालिटी सत्यता के हो भने आन्दोलन अझै सकिएको छैन। चुनाव हुनु नै सबै कुराको समाधान होइन। सम्पूर्ण साथीहरूले, सम्पूर्ण एकताका शक्ति भएका एकत्रित भएका शक्तिहरूले चाहिँ जुन जेनजीहरूको माग छ, जुन जेनजीहरूको मर्म र भावना छ, त्यो अनुरूपको कामहरू गर्नुहुन्छ, गर्नुपर्छ र त्यो गर्नुहुन्छ भने विश्वास चाहिँ हामीलाई छ। तथापि भएन भने हामी खबरदारी गरिरहन्छौँ। हस्, धन्यवाद। दाइ नमस्कार। नमस्कार। अब यो मिलनले के सन्देश दिएको छ? यो मिलनले एउटा स्पष्ट सन्देश दिएको छ। देश लुट्न चाहने नेताहरू र देश बनाउन चाहने नेताहरूको चाहिँ आगामी निर्वाचनमा दरो भिडन्त हुँदैछ र अहिले जो मिलिरहेका छन् उनीहरू देश बनाउनका लागि मिलिरहेका छन्। विगतमा पनि कयौँ हामीले नेताहरू राजनीतिक दलहरू मिलेको देखेका छौँ। तर पहिलो पटक इतिहासमा पहिलो पटक देश बनाउनका लागि, देशमा जनताका लागि भनेर नेताहरू आफ्नो सम्पूर्ण कुरा त्यागेर, कतिपयले पार्टी त्याग्नु भएको छ, कतिपयले चुनाव चिन्ह त्याग्नु भएको छ, कतिपयले पदहरू त्याग्नु, सबै कुरा त्यागेर आफ्नो राजनीतिक करियर नै दाउमा लगाएर जब उहाँहरू उभिनु भएको छ को अर्थ हो यसले देशमा एउटा नयाँ आशाको किरण जागेको छ। संसारभर गएका नेपालीहरूलाई फेरि फर्कनको लागि एउटा आधारशिला बनेको छ र यो चुनावले त्यो भविष्यको लागि एउटा लामो युग एउटा इतिहास कोर्नका लागि चाहिँ रेखा निर्माण गर्दैछ र यो नै आधार स्तम्भ बन्दैछ। अन्तिममा हाम्रो देशको विकास होस्, देशमा परिवर्तन होस्, हाम्रो विदेश गएका दाजुभाइ दिदीबहिनीहरूलाई फर्काउनु पाऊँ, आफ्नो नेपालको देशमा मात्र होइन विदेशमा हाम्रो नाम फैलाउन पाऊँ हामी सबैजना नेपालीहरू मिलेर होइन। जतिजना देश विदेशमा बसेर दुःख गरिराख्नु भएको नेपालीहरू छन्, आफ्नो देश फर्किने एउटा वातावरण होस् अनि त्यसकै लागि लडिरहेछौँ र त्यसको लागि केही मान्छेले हाइज्याकर भन्थे, अहिले किङ मेकर भन्दैछन् क्या, के भन्नुहुन्छ? कतिको खुसी लागिरहेछ? हजुरको एउटा यस्तो छ क्या,
दुःख गर्ने मान्छेको खुट्टा तान्छ क्या मान्छेले क्या होइन मैले केही नगरेको भए मेरो खुट्टै तानिनु थियो प्रयास गरियो होइन हामीहरू सबैजना मिलेर प्रयास गऱ्यौँ त्यही भएर उहाँहरूले हाम्रो खुट्टा तान्नु खोजिराख्नु भएको त्यति मात्र हो त्यस्तो केही पनि होइन उहाँहरू पनि सबैजना हामी जस्तो नेपाली त हो नि के भयो त नि भन्नुहुन्छ ठिकै छ त्यो दिनलाई सम्झिँदै गर्दा र आजको दिनलाई सम्झिँदै गर्दा तपाईँलाई पानी दिन आएको हाइज्याक गर्यो भनियो त्यो दिनको तपाईँको रियाक्सन र आज तपाईँलाई एउटा किङ मेकर रूपमा साँच्चै उहाँले भने जस्तै भनिँदैछ त्यस अर्थमा यसलाई कसरी अनुभव गर्दै हुनुहुन्छ तपाईँ यसलाई त अब एउटा उपलब्धिको वेमा कता हो क्यामेरा अब जेएनजीको यस्तो छ क्या हजुर अब यसलाई चाहिँ हामी एउटा उपलब्धिको हिसाबमा लिन्छौँ होइन एउटा अझै एउटा खुल्कुली पार गऱ्यौँ एउटा स्टेप अस्ति चढाएको थियौँ अब फेरि हामी अर्को स्टेप चढ्यौँ अब नेक्स्ट कतिवटा स्टेप छ हामीले चढ्नुपर्ने तर एक पाइला त अगाडि सार्नु त पर्यो नि त अन्तिममा अब रवि लामिछानेको त्यागलाई चाहिँ कसरी लिनुभएको छ रवि लामिछानेको त्यागलाई उहाँको त्यागलाई एउटा सम्मान छ हाम्रो सबैजनाको होइन यो यस्तो यति साह्रो त्याग गर्नु भइरहेको छ कि उहाँले सबैजना मिलाउनुको लागि होइन यो उहाँलाई उच्च सम्मानका साथ हामी सबैजनाले धन्यवाद भन्छौँ सबैभन्दा बढी स्ट्रगल चाहिँ कसलाई मिलाउन गर्नु पर्यो त्यस्तो परेन सबैजनाले अब एउटै गन्तव्य एउटै छ बाटो एउटै छ होइन फरक बाटो छ तपाईँले बालेनजीसँग पनि संवाद गर्नुभयो कुलमानजीसँग पनि गर्नुभयो अलिक टफ चाहिँ को हुनु रहेछ टफ त्यस्तो छैन टफ त अहिलेको नागरिक भएर बाँच्नु टफ छ क्या फागुन 21 पछि तपाईँले माननीयज्यू भन्न पाइन्छ कि पाइँदैन फागुन 21 पछि तपाईँले उहाँलाई पनि रिक्वेस्ट गरिरहेको छौँ होइन उहाँ पनि एकदम राम्रो खड्काजीले त यो विदेशीहरू मिलेको हो नेपालीहरू मिले होइन भनिरहेको छ नि होइन उहाँ यस्तो हो क्या उहाँलाई पनि कसले के भन्नुभयो होला तर होइन उहाँ एकदम राम्रो मान्छे हो होइन त्यही भएर हामी हर्क साम्पाङको फुल सपोर्ट छौँ होइन त्यस्तो नसोचौँ है हर्कलाई मिलाउने हो यही हजुर हर्क साम्पाङ अब मेबी अब मेयर साहब मिल्नु चाहनुहुन्छ भने हामीले त फोन गरिरहेको छौँ होइन प्रयास जारी छ हाम्रो होइन यसमा सबै होमिएर सबैजना नेपालीहरू मिलेर सबैजना राम्रो नेताहरू मिलेर होइन विपक्षी दलको पनि भने पार्टीका नेताहरू पनि सबैजना मिलेर होइन देश बनाऊँ न अनि एकचोटि त देश बनाऊँ हर्कजीसँग तपाईँले संवाद बढाउनुहुन्छ कि के हो होइन अब प्रयासमा छौँ हजुर हामी ट्राई गरिरहेको छौँ है ल म अन्तिममा दाइ एकैछिन छोड उम्मेदवारी त्यस्तो सोचेको छुइनँ मैले तयारी छैन त्यस्तो अहिले के सोच सुरुमा पब्लिकको डिमान्ड पुरा गर्नु पर्यो नि ल म मन्त्री होइन नि त अब मन्त्रीहरूले त गाडी ड्राइभर लिएर हिँड्छ नि त आफै चढ्नु नि बाई ल बाई टेक केयर दामी गर्नुपर्छ है देश बनाउनु पर्छ ल है मेरो प्यारो भाइहरू तिमीहरूको लागि लडिरहेको छ सबै ल बाई बाई टेक केयर बाई बेस्ट अफ लक टु यु बाबु के भन्छ सुदन गुरुङलाई हामी उसको आइडल माने हो तिम्रो हिरो को हो किन मेरो हिरो यहाँ सुदन गुरुङ दाइलाई म धेरै धन्यवाद दिन चाहन्छु किनकि हाम्रो लागि उहाँले देश लड्नु भएको छ त्यही भएर हो नयाँ राजनीतिक शक्तिहरूसँग चाहिँ चुनावी गठबन्धन हुने मिलेर जाने भन्ने के छ गिरियाकारी आन्तरिक गिरियाकारी के गरिरहनु भएको छ होइन त्यो त छलफल अहिले पनि जारी छ हामी मुद्दाका हिसाबमा राष्ट्रहितका हिसाबमा जनजीविकाका हिसाबमा पछिल्लो समय जेएनजी आन्दोलनले उठाएका मुद्दाहरूमा सहकारी गर्नलाई हाम्रो विचार हाम्रो सङ्गठनलाई सहयोग हामी सबैसँग सधैँ सहकारी गर्छौँ एकता भयो होइन तपाईँ त्यहाँबाट अलगिनु भयो केही पछुतो छ त्यस्तो केही हुँदैन विशेष गरी राजनीतिमा चाहिँ पछुतो लाग्ने कामहरू गर्दैन राजनीतिक नेतृत्वले त्यो चाहिँ नि समयको महत्त्वको निर्णय हुन्छ निर्णय गर्न सक्नु चाहिँ नि आफैमा महत्त्वपूर्ण कुरा हो जहाँसम्म अब रासोपा र बालेनजीको जुन सहकारी छ त्यो सहकारी देश जनताको हितमा रहोस् हाम्रो शुभकामना पनि छ हामीले अहिले त्यस्तो औपचारिक छलफल चलेको छैन तर भोलि त्यो औपचारिक छलफल भएर सहकारी गर्ने ठाउँ कतै रह्यो भने नगर्नुपर्ने कारण छैन ढोका खुल्लै छ भन्नुभएको छ उहाँहरूले ढोका हाम्रो पनि खुल्लै छ हस् धन्यवाद अनि रवि लामिछानेसँग तपाईँको भेट भयो भने कुरा मेरो पछिल्लो समय अलि व्यस्तताले पनि भएको छैन तर अब उहाँले पनि विभिन्न माध्यमबाट मेरा बारेमा राम्रै कुराहरू गर्नुभएको छ मैले पनि उहाँका बारेमा राम्रै कुरा गरेको छु तपाईँले समानुपातिक मान्छे जेएनजीहरूलाई कति चाहिँ समेट्नु भयो सांसद साँच्चै बनिने नै गरी हामीले आज टन्नै छ जेएनजीको नेतृत्व नै यही पार्टीमा हो जेएनजी आन्दोलनबाट आउनुभएकी हाम्रो जेएनजी नेता नै हुनुहुन्छ यसर्थ यो समानुपातिक सूचीमा पनि मलाई लाग्छ पछि प्रकाशित भएपछि तपाईँले थाहा पाउनुहुन्छ सबैभन्दा बढी हाम्रोमै हुनेछ तपाईँ प्रत्यक्ष कि समानुपातिकबाट उम्मेदवार हामी छलफलमै छौँ त्यो चाहिँ अहिले उम्मेदवार त बन्नु पर्यो नि